सो हामीहरू फाइनल्ली चन्द्रगिरीमा झरिसक्यौँ। अब यहाँको केही रमाइलो दृश्यहरू मैले भ्याएसम्म मेरो समयको पाउबन्दीले भ्याएसम्म पुरा जानकारी दिने कोसिस गर्ने नै छु। यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद। मैले अघि पनि भनिसकेँ, तपाईहरूको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नेछु। प्लस यो मेरो पहिलो भ्लग हो आजको। यहाँ चाहिँ रमाइलो छ, घमाइलो छ गाइस, रमाइलो छ, घमाइलो छ चन्द्रगिरीको डाँडा है। मौसम एकदम कुल छ यहाँ चाहिँ। तल भ्यालीतिर अलि गर्मी नै हुन्छ, यहाँ चाहिँ एकदम कुल मौसम। धेरै चिसो, धेरै तल छ। हामीहरू चाहिँ लगभग ठ्याक्कै नेट हाइट चाहिँ म खोजेर उ गर्नेछु गाइस। सायद हुनसक्छ 6500 या 7000सम्मको चाहिँ हुनसक्छ मेरो अनुमान गेस चाहिँ। एकदम रमाइलो छ गाइस। हजुरहरू पनि समय मिलेसम्म आउने कोसिस गर्नु होला। धेरै महँगो छैन। पहिला चाहिँ 2 वर्ष अगाडि चाहिँ 700 रुपियाँ टिकट भन्थ्यो गाइस। कहिलेदेखि बढेको मलाई पनि थाहा भएन, तर आज चाहिँ 825 रुपियाँ टिकट लागेछ एकजनाको। अब अरू खर्च अनावश्यक खर्च गरेर सक्नुभन्दा घुमेर रमाइलो गरेर त्यो 700-800 रुपियाँ भनेको हुन त पैसा नै जिन्दगीमा धेरै थोक पनि हो, तर पैसा मात्रै सबै थोक हो जस्तो चाहिँ मलाई लाग्दैन गाइज होइन। घुमेर रमाइलो गरेर 2 दिनको जिन्दगी बाँचिन्जेल रमाइलो गर्नुपर्छ। 2 दिनको जिन्दगी मरिलानु के नै छ र है। आउनु होला, घुम्नु होला, रमाइलो गर्न सक्नुहुनेछ। यहाँ चाहिँ एकदम आज शुक्रबारको दिन, अहिले बिहानै हो यो भिड त हामीहरू त्यति लाइन पर्खिनु परेन। अब तल झर्दाखेरि चाहिँ कति भिड हुँदो रहेछ म हजुरहरूलाई जानकारी यही युट्युब च्यानल मार्फत गराउनेछु भन्दै अब यहाँको मेन भनेको चाहिँ भागेश्वर बाबाको मन्दिर हो। यो मन्दिरमा मागेका हरेक कुराहरू, सोचेका कुराहरू, मागेका कुराहरू चाहिँ पुरा गरिदिनु हुन्छन् भन्ने यहाँको धार्मिक उ छ। यो चाहिँ यहाँको जिप लाइन 2551 मिटर। यो चाहिँ साइक्लिङ गर्न सक्नुहुन्छ। हो मेन चाहिँ यो तालामा कोले के मागेको छ भनेर यहाँ देख्न पनि सक्नुहुन्छ हजुरहरू है। सोपो फ्यामिली भन्ने छ गाइज। अब 이게 무거워서 어떻게 해? विश्राम स्थल बस्नुको लागि, पर बच्चाहरूको लागि खेल्नको लागि पनि ठाउँ रहेछ। भिडियो धेरै लामो होला जस्तो छ। म सकेसम्म छोटो बनाउने कोसिस गर्नेछु। सबै कुराहरू त यो भिडियोबाट कहाँ
जानकारी कहाँ दिन सकिन्छ गाइज है। त्यही पनि सकेसम्म हामीहरू अब फाइनल्ली भागेश्वर बाबा मन्दिर चन्द्रगिरी हिल्समा पुगिसक्यौँ है। अनि यहाँ रमाइलो छ दृश्य चाहिँ। एभरेस्ट भ्यू पोइन्ट माथि छ। यहाँ चाहिँ खाजासाजाहरू बाहिरको खाजाहरू चाहिँ यहाँ केही पनि ल्याउन दिँदैन गाइज। अब यहाँ चाहिँ अलिकता अब महँगो पर्न आउँछ। यहाँ माथि टुर इलाका अलि महँगो नै हुन्छ। यहाँ देख्न सक्नुहुन्छ रेटहरू खाजाको। सो हामीसँग